welcome to my YouTube channel. It's me Mira. If you do subscribe my YouTube channels, so yeah, यो चाहिँ मेरो I think after a long time I'm going to post my video. अनि यो भिडियो चाहिँ एक्चुअली स्पेशल छ. म इन्डिया जाँदैछु अनि इन्डियामा पहिला नगएको हैन, गएको हो बट स्कुल टुरबाट गएको. एन्ड देन द्याट टाइममा बच्चा पनि थिएँ अनि लाइक त्यतिकै गयौँ, चक्लेट किन्यौँ अनि फर्क्यौँ, त्यस्तो भएको थियो. सो यो पालि चाहिँ हामी सायद लगभग 5-6 दिन बसिन्छ होला अनि सायद सपिङ पनि गरिन्छ. सो अनि मैले चाहिँ आफ्नो लगेज प्याक गरिसकेँ पिङ्क कलरको सुटकेसमा. अनि यहाँ चाहिँ हल्का सानो ब्याग छ विच इज आई विल क्यारी इन अ बस बिकज लाइक त्यो अर्को सुटकेस चाहिँ बसको पछाडिमा जान्छ नि त, अनि यो चाहिँ मैले आफैसँग राख्छु. सो प्याकिङ सेकिङ सब भइसक्यो. अब भोलि बिहान भेटौँला. बसमा चढियो. खानासाना खाइयो गाइस. अनि यो हामी यहाँको बस चाहिँ यस नेपालमा चाहिँ जुन चामल आउँछ त्यो यहीँबाट आउँछ. कतिपय टाउको त मैले खिचेको पनि छैन, कति धेरै छ ठाउँहरू यस्तो. फाइनली इन्डिया पुग्यो. चेकिङ सेकिङ भयो. यहाँ चाहिँ हामीले डिनर खाएको बेलुकाको अनि लस्सी पनि खाएको. Sudah. No. Nggak tahu sudah. Ja. Dah, kan di sini. Minca dia dah. Nggak tahu sudah. Dinde ani. Dinde deh. तर इन्डियाको रोड चाहिँ मुभीमा जुन देखाएको हुन्छ नि त्यस्तै हुँदो रहेछ रोड होइन. डेन्जर पिस यस्तो बवाल छ यहाँ. रोड चाहिँ खत्रै छ. अझै पार्कहरू पनि खत्रै छ. इन्डियाको लोकल बस कम्पेरिजन विथ द नेपाली बस. आजै दिल्ली आएर आजै छुवा हेरिदिएको. बहिनी र मैले एउटा सेम सिलाहा अनि एउटा चाहिँ मेरो डिफ्रेन्ट सिलाहा अनि काकीलाई चाहिँ हेर्दै हुनुहुन्छ. अनि एउटा मेरो दिदीको लागि अर्को दिदी. एउटा चाहिँ अनि के अरे नानीको लागि. सो अब अहिले चाहिँ हामी धर्मशाला जाने हो अनि त्यसैको लागि बस कुदिरहेछौँ. धर्मशाला जानको लागि टेम्पो होइन बस नै. हामी बस कुदिरहेको. द माउन्टेन होटल भन्नेमा चाहिँ हामी बस्नलाई हो गाइस. यो चाहिँ भ्यू सिसा हावा त्यहाँ. जाने भयो जानु. पाइप बजार भन्छ अरे यसलाई. पाइप बजार.
जैकेट 2009 वाला No, I don't need that. I'm so weak because I must go to. गुड ड्याड भने जस्तो सो गाइज अहिले चाहिँ म हाम्रो होटलको टपमा छु हाम्रो रुम पनि टपमै हो यहाँको भ्यू यस्तो बबाल छ गाइज जसको वेट आउ सो यु होइन लुकाई सो यही हो होइन अब चाहिँ हामी रुममा नुहाइधुवाइ गर्ने हो अनि भोलि हो हामीले दललामालाई भेट्ने अनि रुममा नुहाइधुवाइ गरेर हेरौँ अब के हुन्छ बट आजको भ्लग चाहिँ यति नै हुन्छ अनि भ्लग अरू पनि आउँछ बट भोलिको चाहिँ मैले छुट्टी निकाल्छु किनकि यो भ्लग चाहिँ अलरेडी कति 2-3 दिनको भइसक्यो किनकि आउनै 2 दिन लाग्यो हामीलाई होइन इन्डिया के अरे नेपालबाट दिल्लीसम्मै 2 दिन लाग्यो अनि दिल्लीको बेलुका चाहिँ हामी हिँडेको यहाँ आएको अनि एक दिन लागिहाल्यो भनेपछि टोटल 3 कि 4 दिनको भ्लग यसैमा छ बट अब यो भ्लग चाहिँ यहीँ इन गरौँ होइन म भोलिको भ्लग चाहिँ भोलि नै अपलोड गर्छु द थ्याङ्क यू फर वाचिङ गाइज प्लिज डु लाइक कमेन्ट सब्सक्राइब सेयर बाई बाई